म चाहिँ भर्खरै फेरि गएर आएको अनि रुममा आएर काम गर्नु गयो फेरिबाट त्यही लिएर आएको भिडियो बनाउनु त हुन्थ्यो त्यो कन्फिडेन्स नि आफ्नो कि आज कसैले अब के यसो नराम्रो तरिकाले हेरिन्छ नि फेरि फोन हातमा उचालेर यस्तो गर्नुपर्छ नि यति नमजाले हेर्छन् नि पुरै सरम रहने गरी के फोरो हेर्छन् अनि त्यो भइहाल्छ नि है हाम्रो तरकारीमा चाहिँ आलु बनेको छ भात पनि भुलिसकेको छ मैले खाना खानुपर्ने हुन्छ म चाहिँ जानुपर्ने हुन्छ रुम सरी काम गर्न जानुपर्ने हुन्छ अब रुम पनि अब यता लाइटहरू बन्द गरिदिउँ अब हामी जानको लागि चाहिँ रेडी भइसकेको छौँ है त गाइज ल जाऊँ रुमभन्दा बाहिर गएर भलो गर्न सक्दिनँ भित्र भए त बिहा गरेँ तपाईँहरू हेर्न बोरिङ भइसक्यो 2-3 दिन भइसक्यो म रुमभित्र गएर अब चाहिँ हाम्रो भाइ आउने वाला छन् भाइ आयो भने चाहिँ हाम्रो राम्रो कन्टेन्टहरू चाहिँ आउँछ है गाइज के भन्छ न्युजसँग के भन्छ अनि गाइज यो चाहिँ यहाँ प्युठानको बस पार्कको होइन त्यही भएर चाहिँ म तपाईँहरू देखाउनु खोजिरहेको छु यो चाहिँ यहाँ सोलबारी एसी प्युठानदेखि काठमाडौँ जान्छ तपाईँहरू काठमाडौँ जानुभएको छ भने प्युठानी बस हेर्नु भेट्नुभएको होला कसैले सोलबारी बाबा एयर बस्ने लेखिएको छ भिआइपीवाला दामी छ बसहरू चाहिँ प्युठानबाट काठमाडौँ जाने अब यहाँनिर चाहिँ अब मान्छेहरू के नआउँछ रुममा सुरुमा चाहिँ किन आएको छु भनेपछि मैले चाहिँ कपडाहरू धुनुपर्ने छ कपडा पनि ढक्नु धेरै भएको रहेछ कपडाहरू चाहिँ मेरो यहाँनिर सम्झिनु धेरै नै रहेछ कपडा पनि थोरै छ भने यहाँ पनि छैन स्कुल ड्रेसहरू त धोएकै छैन मैले त्यो हाम्रो स्कुलको ड्रेस पनि यस्तो सेतो खालको छ अनि सेतो भएपछि त फोहोर त भइहाल्छ अनि यो चाहिँ हाम्रो स्कुलबाट दिएको मान्छेहरूलाई क्यालेन्डरहरूलाई हाम्रो प्रिन्सिपल सर हुनुहुन्छ उहाँ चाहिँ म्याथ पढाउँछ प्रिन्सिपल भाडा पनि नदिनुपर्ने छ फेरि भाडा पनि खोरो भइसकेको अनि हातमा चाहिँ दही छ कि दही बचेको छ भनेर ल्याएको खानु पर्ने छ हामीले त्योभन्दा पहिले चाहिँ म कपडा धुन्छु नि तपाईँहरूले भेट्दै गर्छ नभए त्यसले चाहिँ मैले कपडा धोएर भ्याइसकेँ अब चाहिँ कपडालाई मैले सुकाउनु पर्ने हुन्छ सुकाउनुको लागि चाहिँ मैले गाडी छोड्छु घर रेडी भएको कपडा यहाँनिर चाहिँ सुकाएर पनि तर भुइँ धेरै म त मिलाइदिन्छु भनेको थिएँ नि कपडा झर्छ भनेर नभने झरिहालेछ अब यस्तै हुन्छ र कपडा फोहोर भएछ छैन झरेछ क्या भुइँमा नमजाले है यतातिर पनि झरिहालेछ अनि म चाहिँ फेरि यहाँ यतिको कपडा त्यति राम्रोसँग सुकेन किन आएको भनेपछि अब ढ्याङ टोपी चाहिँ लाउनु पऱ्यो होइन कपाल छैन नि त त्यो भएर
अहिले म माथि आएको र आजको लागि म भिडियोलाई धेरै लामो गराउन चाहेन गाइस र भोलिको भ्लगमा न्यू भ्लगका साथ हामी भेट्नेछौँ भन्दै प्लिज डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब एन्ड टच द बेल आइकन भन्दै आजको लागि यति भिडियो अन्त गर्छु जस्तो जहिले पाएको